काटिनु हटायो न ए या पनि गाडी त छ्या कस्तो नराम्रो ट उस यहाँ खाएकै यहाँ हो यहाँ मम्मी छ किन भन्नु त नढाक निकालिदिन्छु हेर न नहेर न ए क्यामेरा हाँस्न पर्दैन क्या यो त किराले खाएको हुन्छ क्या है यताको आउँदामा हेर त अड्किया कस्तो ठाउँमा नराम्रै ठाउँमा भयो त यो चाहिँ हाम्रो बाटो अगाडि मम्मी डोको बोकेर हिँड्नु भएको छ भने हामी बुढाबुढी पछि भिडियो बनाउँदै मम्मीलाई हेर्दै हिँडिरहेका छौँ यो रहेको छ र साथमा मेरो बुढी र यता उहाँको हस्बेन्ड हुनुहुन्छ होइन बुढी केही छ भन्नु र हामी जाउँ र अहिले यहाँ चाहिँ गोरुले जोतिरहेको छ आफू हुनुहुन्छ र गोरु रहेको छ एकदम मिठो मिठो खाने बस्ने यसरी चाहिँ जोतिन्छ है हलोले गोरुले गाउँतिर र यो चाहिँ पुरै पहाडको पाटाहरू रहेको छ यो चाहिँ हाम्रो बाटो त्यो बाटोमा हामीहरू जाँदैछौँ अगाडि बुढी र मम्मी हुनुहुन्छ म चाहिँ पछि पछि भिडियो बनाउँदै हिँडिरहेको छु पहाडका पाटाहरू यस्तो रहेको छ र यो चाहिँ अब बारीको पाटाहरू हुन् यिनीहरू चाहिँ यसबाट चाहिँ अब भर्खरै मकैहरू फुल्दैछ यसमा तर मैले उतापट्टि पनि भिडियो बनाएको छु यो चाहिँ अब गोरेटो जाने बाटोहरू भयो सर र तलमाथि गर्ने एउटा गोरेटो बाटो जस्तो यसमा मकैहरू अलिकति ठुला ठुला टाइपको देखिएको चाहिँ छ है राम्रो देखिएछ जे होस् र यी जङ्गलहरूको बिचमा छौँ यहाँ चाहिँ बाघहरू हिँड्छ भन्ने पनि सुनिन्छ कता कति देख्न त मैले आजसम्म देखेको छैन र अब यो चाहिँ तलबाट अब पानी चाहिँदा प्रयोग गरिने कुलो जस्तो भनौँ सानसानो कुलो छ त्यसमा बर्खायाममा पानी आइरहेको हुन्छ यसमा र यो चाहिँ अब अलिकति बढ्दाखेरि अलिकति हामी तल झऱ्यौँ तल झरिसकेपछिको चाहिँ यो नजारा हो यसमा चाहिँ अलिकति ठुलो भएछ मकैहरू भनौँ न यो मकै ठुलो भएर खाँदाखेरि फेरि अर्को खाने बेला हुन्छ फेरि अर्को खाने बेला हुन्छ ताजा मकै चाहिँ लगभग 15 देखि 3 महिनासम्म चाहिँ अथवा 2 महिनासम्म चाहिँ खाइरहन्छ हामीहरूले त्यो हिसाबले अब दुधे मकै भनेर खाइन्छ यति नै हो हस्त धन्यवाद।